त्योहरू देख्न सक्नुहुन्छ है। यहाँ चाहिँ मम्मीले चाहिँ पुरै भटमास यसरी कुटिन्छ है साथीहरू है। हामी चाहिँ यसरी कुटेर यसलाई धुलो बनाएर है यसको दाना पारेर दाना निकालेर है दाल खाइन्छ है साथीहरू। सरी दाल भुटेर है दाल पनि यसलाई बनाइन्छ र यसलाई चाहिँ मतलब मेन चाहिँ गोयङको लागि उपयुक्त हुन्छ है साथीहरू है। यसलाई कुटेर यसको दाना निकालेर है यसलाई गोयङ बनाइन्छ है। किनमा यस्तो लास्टै मिठो हुन्छ र यसलाई चाहिँ भटमास भन्छ है साथीहरू। भुटेर नि खाइन्छ है र यसलाई चाहिँ जुनसुकै प्रयोगको लागि युज गरिन्छ है साथीहरू है। यसलाई अब हैन यसलाई गलाएर है दाल जस्तो बनाएर तरकारी पनि खान सकियो हैन। जेसँग पनि यो तरकारी हैन हुन त मिक्स गर्दा नि अब जाता पनि हैन मिलिहाल्ने एउटा भनौँ न यो गेडागुडीको रूपमा पर्दछ। देखिरहनु भएको छ है मम्मीले चाहिँ यति जाँगर चलाएर पुरै कुटिरहनु भएको छ र म यसरी जुम गरेर तपाईहरुलाई देखाउँदैछु, देख्न सक्नुहुन्छ। यसको दाना झरिसक्यो होला अब। थ्याङ्क यू।